ल हेर्नुहोस्, यो चाहिँ नुवाकोट पिपलटारमा मल्टिएग्रो प्रालीले उत्पादन गरेको अम्बाफम लगभग रोपेको 13-14 महिना यति फल्दो रहेछ। ल हेर्नुहोस्, यो ताइवानी पिङ्क जातिको अम्बो रहेछ। बहुत मन पर्यो, खुब मन पर्यो, मलाई खुब मन पर्यो। यति दामी दामी ठुल्ठुलो फलेको छ। ल हेर्नुहोस्, पहिलो लटको टिपेर फाल्नु भयो अरे, दोस्रो लटको चाहिँ यो फलिरहेको छ रे। यस्तो हेर्नुहोस्, आज माघको 14 गते हो। ल यस्तो जाडोमा आजको मौसम एकदम खराब छ, घाम पनि देखा परिरहेको छ अलिअलि। एकदम दामी दामी। एक वर्षमा 13-14 महिनामा यति ठुलो बोट हुँदो रहेछ। ल सारेको आमा, ल बहुत दामी एकदम। यो खालको कन्सेप्ट एकदम राम्रो लाग्यो। प्रत्येक बोटमा थोपा सिँचाइ पनि गरेको छ फेरि। ल मल्टिएग्रोको बोट त्यहाँ छ, मल्टिएग्रोको बोट त्यो स्टाफहरू बस्ने ठाउँ त्यो। अनि ऊ त्यहाँ चाहिँ नजिकै सेन्टर जेल छ। एकदम राम्रो लाग्यो। ल यो खालको कन्सेप्ट लिएर एउटा उचित खालको जमिन छनौट गरेर केही चाहिँ युवाहरू मिल्दा यो गर्न सकिन्छ, अथवा व्यक्तिगत तवरबाट पनि गर्न सकिन्छ। यति राम्रो फल्या रहेछ, फलाइ यति राम्रो रहेछ। आम्मा कुनै त ल कति ठुलो फल्या रहेछ। ल एउटै दाना यति ठुलो पनि फलेको छ। ल उत्पादन सुरु भएछ। आम्मा कोही कति ठुलो फलेको छ। ओहो, ल ल आम्मा ल।